कोलेस्ट्रोल खायो भने कोलेस्ट्रोल बढ्छ भन्छौँ है, जस्तो अन्डाहरू खायो भने होइन, बटरहरू खायो भने, चिजहरू धेरै खायो भने के भन्छौँ हामी, कोलेस्ट्रोल बढ्छ भन्छौँ, हार्टको लागि नराम्रो भन्छौँ है। हेर्नुहोस् यो एकदमै ठुलो मिथ हो होइन। फर्स्ट कुरा त तपाईँको कोलेस्ट्रोल बढ्नमा यो अन्डाहरू होइन, जति पनि कोलेस्ट्रोल रिच फुड छ यो भन्दा पनि तपाईँको कार्बोहाइड्रेट इन्टेकको चाहिँ डाइरेक्ट रोल छ। यो मल्टिपल रिसर्चहरूले प्रुभ गरिसकेको छ होइन। र जति पनि पहिला हामी भन्थ्यौँ यो अन्डाहरूले कोलेस्ट्रोल बढ्छ होइन, जस्तै गरी बटरहरू घिहरूले कोलेस्ट्रोल बढ्थ्यो भन्थ्यौँ, यो भनेको धेरै नै पुरानो रिसर्च हो। यो रिसर्च त कम्प्लिटली हटाइ नै सकेको छ होइन। र यसलाई एउटा राम्रो साइन्टिफिक एभिडेन्स सहित अहिले यो कार्बोहाइड्रेट इन्टेकको चाहिँ डाइरेक्ट रोल देखाएको छ तपाईँको कोलेस्ट्रोल इन्क्रिजमा। फर्स्ट कुरा त हेर्नुहोस्, कोलेस्ट्रोल ह्युमन बडीलाई एकदमै इम्पोर्टेन्ट छ है। के गरी तपाईँले कोलेस्ट्रोल भएको फुड खाँदै खानु भएन भने पनि बडीले लगभग दिनमा 3000 मिलिग्राम अफ कोलेस्ट्रोल प्रड्युस गर्छ। अब कोलेस्ट्रोल यति नराम्रो हो भने त बडीले प्रड्युसै नगर्नु पर्ने थियो। हेर्नुहोस् कोलेस्ट्रोल एकदमै चाहिन्छ बडीलाई। फर्स्ट कुरा त हर्मोन प्रोडक्सनको लागि होइन, जस्तो मेलमा हुने यो टेस्टोस्टेरोन हर्मोन होइन, फिमेलमा हुने एस्ट्रोजन हर्मोन होइन, त्यस्तै गरी बाइल हाम्रो बाइल एसिड प्रड्युस गर्नको लागि जसले चाहिँ के गर्छ, फ्याटलाई डाइजेस्ट गर्न हेल्प गर्छ होइन। यो सबै प्रोडक्सनको लागि हेर्नुहोस् कोलेस्ट्रोल एकदमै इम्पोर्टेन्ट छ। र अर्को कुरा भनेको केही गरी तपाईँ बडी अमाउन्ट अफ कोलेस्ट्रोल भएको फुडहरू खानुहुन्छ भने के हुन्छ, बडीले यो कोलेस्ट्रोल कम प्रड्युस गर्न थाल्छ। र त्यस्तै गरी तपाईँको कोलेस्ट्रोल एकदमै कम खानुहुन्छ तपाईँ भने यो कोलेस्ट्रोल तपाईँको बडीले बढी प्रड्युस गर्न थाल्छ। बडी भन्नाले जति चाहिन्छ त्यति प्रड्युस गर्न थाल्छ। अब हेर्नुहोस् जब तपाईँ हाई अमाउन्ट अफ कार्बोहाइड्रेट खानुहुन्छ नि ओभर द लङ पिरियड अफ टाइमसम्म, स्पेसली त यो सिम्पल कार्बोहाइड्रेटहरू होइन, जस्तो सुगरी फुडहरू भयो, जस्तो मैदाहरू भयो, चिनीहरू भयो होइन, त्यस्तै गरी चाउमिन भयो, चाउचाउ भयो होइन, ओभर द लङ पिरियड अफ टाइमसम्म खानुहुन्छ, के हुन्छ भन्दाखेरि तपाईँको बडीमा इन्सुलिन रेजिस्टेन्स डेभलप हुन्छ। र जब इन्सुलिन रेजिस्टेन्स डेभलप हुन्छ तपाईँको बडीमा यो इन्सुलिन लेभल पनि क्रोनिकली एकदमै हाई हुन्छ है। र अब यही केसमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको लिभरले, किनकि ग्लुकोज त राम्रोसँग युटिलाइज त भइरहेको छैन होइन, लिभरले के गरिदिन्छ, यो एक्सेस ग्लुकोजलाई फ्याटी एसिडमा कन्भर्ट गरिदिन्छ। र यही ग्लुकोज कन्भर्ट हुने हो ट्राइग्लिसराइडमा र एलडिएल पार्टिकल्समा। हेर्नुहोस् त्यही भएर डायटरी हेर्नुहोस् कोलेस्ट्रोल यो अन्डाहरू होइन, घिउ भयो, बटरहरूसँग तपाईँ खासै डराउनै पर्दैन है। तपाईँ डराउनु पर्ने हो सिम्पल कार्बोहाइड्रेटहरूसँग। हेर्नुहोस् के लङ रनमा यो गर्नुहुन्छ भने त तपाईँलाई 100% कोलेस्ट्रोल बढ्छ। तपाईँको कोलेस्ट्रोल त बढ्छ हेर्नुहोस्, तपाईँको यो ब्लड प्रेसर पनि बढ्छ है। त्यही भएर हेर्नुहोस् तपाईँ डराउनुपर्छ चाहिँ यो नचाहिने खानाहरूसँग होइन, जुन हाम्रो बडीमा यो खानको लागि बनाएकै होइन है। तपाईँ योसँग डराउनु पर्ने हो। यो अन्डाहरू यो के भन्छ बटर भयो, पनिर भयो, घिहरूसँग तपाईँ खासै डराउनै पर्दैन, यो त मजाले खानुहोस् नै भन्छु म त है। त्यही भएर जब कोलेस्ट्रोलको कुरा आउँछ हेर्नुहोस् यो घी बटरहरू भन्दा पनि सुगरी फुडहरूको बढी रोल छ तपाईँको कोलेस्ट्रोल बढाउनमा, स्पेसली ट्राइग्लिसराइड र एलडिएल पार्टिकल्स।